सम्पूर्ण साथीहरुमा नमस्कार। अहिले देशभर गर्मी निकै बढ्दै गएको छ। घाम चर्किरहेको छ। पसिना धेरै आउने, थकान लाग्ने, डिहाइड्रेसन हुने समस्या पनि बढिरहेको छ। यस्तो अवस्थामा आज हामीले आफ्नो खानपान र दैनिकी जीवनशैलीमा ध्यान दिएनौं भने शरीर कमजोर हुने, लू, हिट स्ट्रोक, पेट समस्या जस्ता रोगहरू लाग्न सक्छन्। त्यसैले आजको भिडियोमा हामीले कुरा गर्नेछौं गर्मीमा के खाने, के नगर्ने, के नखाने र घरेलु उपायहरू जसले शरीरलाई चिसो र स्वस्थ राख्दछ। सुरुमा हामी कुरा गर्छौं गर्मीमा के गर्ने। गर्मीमा शरीरलाई सन्तुलनमा राख्न यी कुराहरू अनिवार्य रूपमा अपनाउनु पर्ने हुन्छ। सबैभन्दा पहिले हामीले धेरै पानी पिउनु पर्छ। दिनमा कम्तीमा 8 देखि 10 गिलास पानी पिउनु आवश्यक हुन्छ। पानीले शरीरलाई हाइड्रेट राख्छ र थकान कम गर्छ। बाहिर निस्कदा हल्का र सेतो वा फिक्का रङको कपडा लगाउनुहोस्। कटनका कपडा सबैभन्दा राम्रो हुन्छ किनकि यसले पसिना सोच्छ र शरीरलाई चिसो राख्छ। सक्दो बिहान वा बेलुका मात्र बाहिर निस्कनुहोस्। दिउँसो 11 बजेदेखि 4 बजेसम्मको घाम निकै कडा हुन्छन् र त्यसबेला सकेसम्म घरमै बस्नु राम्रो हुन्छ। गर्मीमा हामीले के नगर्ने। गर्मीमा हामीले केही बानीहरू छोड्नै पर्छ। धेरै तेल मसला भएको खाना खानु हुँदैन। यसले शरीरलाई अझ तातो बनाउँछ र पेट बिग्रन सक्छ। धुपमा खाली पेट बाहिर नजानुहोस्। यसले चक्कर लाग्ने, कमजोर हुन सक्ने समस्या ल्याउँछ। चिसो पानी एकैचोटि धेरै नपिउनुहोस्। यसले घाँटी दुख्ने र पाचन समस्या हुन सक्छ। लामो समय घाममा बस्नु पनि अत्यन्त हानिकारक हुन्छ। यसले लू लाग्ने खतरा बढाउँछ। गर्मीमा के खाने। फाइदाजनक घरेलु खानेकुराहरू। गर्मीमा हल्का र पानीयुक्त खानेकुरा सबैभन्दा राम्रो हुन्छ। तरबुजा, खरबुजा, काँक्रो, काँक्रा, सुन्तला, अंगुर जस्ता फलफुलहरू खानु धेरै फाइदाजनक हुन्छ। यिनीहरूले शरीरलाई चिसो राख्न र पानीको कमी हुन दिँदैनन्। दही र मही, लस्सी पनि अत्यन्तै राम्रो हुन्छ। यसले पेटलाई ठन्डा राख्छ र पाचन सुधार गर्छ। भिन्डी, लौका, फर्सी जस्ता तरकारीहरू हल्का हुन्छन् र गर्मीमा सजिलै पच्छन्। घरेलु रूपमा कागती पानी, गुड पानी, सत्तु पानी पनि धेरै उपयोगी हुन्छन्। यसले ऊर्जा दिन्छ र शरीरलाई डिहाइड्रेसनबाट बचाउँछ। गर्मीमा हामीले के नखाने। गर्मीमा हामीले केही खानेकुरा कम वा पूर्ण रूपमा टार्नु राम्रो हुन्छ। धेरै तारेको, चिल्लो, मसलेदार खानेकुरा नखानुहोस्। यसले शरीरमा गर्मी बढाउँछ। कोल्ड ड्रिङ्क्स र अत्याधिक चिनी भएको पेय पदार्थ पनि नपिउनुहोस्। यसले त्रिखा अझ बढाउँछ र शरीर कमजोर बनाउँछ। बासी खाना वा लामो समय राखेको खाना नखानुहोस्। यसले फुड पोइजनिङ हुन सक्छ। धेरै कफी र चिया पनि सीमित गर्नुहोस् किनकि यसले शरीरलाई डिहाइड्रेट गर्न सक्छ। जस्तै गर्मीबाट बच्ने हामीलाई घरेलु उपायहरू के छन्। घरमै केही सरल उपायहरू अपनाए र पनि हामी गर्मीबाट बच्न सकिन्छ। कागती पानीमा अलिकति नुन र चिनी मिसाएर पिउनुहोस्। यसले शरीरको इलेक्ट्रोलाइट सन्तुलन राख्छ। दिनमा 2-3 पटक नुहाउनु पनि राम्रो हुन्छ। यसले शरीरलाई फ्रेस राख्छ। पुदिना, धनिया र सुकमेल मिसाएर पानी पिउँदा शरीर शान्त हुन्छ। शुद्ध हल्का कपडा लगाउने र कोठामा हावा चल्ने व्यवस्था गर्नु राम्रो हुन्छ। यदि धेरै पसिना आउन बन्द भयो, चक्कर लाग्यो, टाउको दुख्यो वा शरीरका अत्यन्त तातो भयो भने यो लूको सङ्केत हुन सक्छ। यस्तो अवस्थामा तुरुन्त चिसो ठाउँमा जानुहोस्, पानी पिउनुहोस् र आवश्यक परे चिकित्सकलाई देखाउनुहोस्। साथीहरू, गर्मी मौसममा सानो सानो दानीले ठुलो रोगबाट बच्न सकिन्छ। सही खानपान, पर्याप्त पानी र सही जीवनशैली अपनाउँदा हामी स्वस्थ र फिट रहन सक्छौँ। यदि यो भिडियो हजुरहरूलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस् र हाम्रो यस फेसबुक पेज, युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।